राम्रो छ स्टेप चाइनाको ग्रेट वाल जस्तै बनाएको हामी उयो डाँडा नजिकै त छ नि हामी कहाँ जाने त हामी मेन्सायम थेगु यो हाम्रो लिम्बूको सभ्यता र एउटा इतिहास पहिला यहाँ युमामाङ भन्ने एकदम पवित्र ऊ हुनुहुन्थ्यो क्या एउटा भगवान भनौँ न उहाँ चाहिँ यहाँ डाँडामा सधैँ रहिरहने क्या अब मान्छेहरूले देख्ने अनि उहाँ विलिन हुनुभयो पछि उहाँको एउटा सम्झनामा हामीले एउटा मूर्ति बनाइँदैछ त्यही हो हस् जानकारीकै धन्यवाद है सेवारो हस् रिसा र ढुङ्गा सबै फ्यालेको यहाँ छ अहिले हेर्नु न यति ढुङ्गा छ कि त्यो त्यहाँ ए पुरै हामी जाने अहिले त्यतै हो अहिले फर्किँदा ढुङ्गा त कति छ नि हो त्यो उहाँले बनाउनु राखेको अरुण नदीबाट उहाँले लिएर आएको राजाले बोक्दै अरुण नदीबाट अनि त्यहाँबाट रिसले छेलो हानेको ढुङ्गा त्यो सेतो छैन हजुर यसरी छेलो हानेर फ्यालिदिएको अहिले देखिन्छ उयो हो हजुर हाम्रो लिम्बूहरूले चाहिँ पहिले लिम्बूहरूको कल्चरमा चाहिँ पुरानो बुढापाकाहरूले कुनै पनि काम गर्दाखेरि महत्त्वपूर्ण निर्णयहरू गर्दा अनि कुनै पनि ठुल्ठुलो कामहरू गर्दाखेरि चाहिँ एउटा ढुङ्गा गाडेर गर्नुहुन्थ्यो त्यो चाहिँ जस्तो भेटुने ठाउँमा चुम्मालुङ भेटुने ठाउँ छुट्टिने ठाउँमा चाहिँ छुट्यो कोही दाजु छुट्यो भने सेम्मालुङ भनेर एउटा सेम्मालुङ चाहिँ छत्थरतिर छ भन्ने सुनेको छु अनि त्यसलाई चाहिँ हामीले त्यसलाई त्यो बुढापाकाहरूले गरेको कार्यको निरन्तरताको लागि पनि त्यसलाई पनि दिँदै हामीले पनि यो हाम्रो 5औं मुन्दुमी चोर्लुङ मेन्साम संरक्षण प्रतिष्ठानको 5औं पूर्ण बैठक चाहिँ हामीले यो ठाउँमा गरेका थियौँ त्यस कारणले यो हाम्रो त्यो कमिटी पनि 3टै जिल्लाको संयुक्त कमिटी हो एउटै कमिटी छ त्यो चाहिँ हामीले यहाँ भेट भएको थियो त्यस कारणले हामीले त्यसको सुरुवात चाहिँ चुम्मालुङ गाडेर गरौँ भनेर चाहिँ चुम्मालुङ चाहिँ हो तर यसलाई चाहिँ हामीले थेवाको प्रतीक र यसलाई चाहिँ युमाको प्रतीक भनेर चाहिँ राखेर हामीले गरेका छौँ र यो चाहिँ 7 मिटर यता छ यसको 7 मिटर उता यसरी नै सेन्टरबाट 7 मिटरको वरिपरि गोलाइ हो अब यो हामीले यसमा चाहिँ पछाडि सोलिङ हुन्छ ढुङ्गा बस्छ यो चाहिँ यो वरिपरि चाहिँ बागलुङबाट आएको ढुङ्गा यसपालि बस्छ यो वरिपरिको हाम्रो भइसकेको छ रेडी अनि यो चाहिँ बस्ने यसो फोटो खिच्ने सानोतिनो मिटिङ भयो भनेदेखि करिब 100जना जति मान्छे त 150 त यहीँ बसेर पनि हामी यहाँ प्रोग्राम गर्न सक्छौँ अब अहिलेलाई यतैबाट उँभो लागौँ भरे आउँदाखेरि यता हेरेर उँभो चढौँला काका त्यहाँ मास्तिरपट्टितिर गुफा हेर्नुपर्छ यो बाटोपछि कति धेरै घुमाउनु छ पर्दैन त्यो यो डाँडाको अनि तलतिरपट्टिबाट त्यो हामीले भीमसेनले छेलो हानेको पोरोक्मी यम्बामीले हानेको त्यो भएर झर्नुपर्छ धेरै घुमाउनु पर्दैन गाडी त्यहाँ मगाउँला नि गाडी आउँछ गुर्जीहरू तलै गुर्जीहरूलाई फोन गरेँ त्यहाँ फोन पो लाग्दैन त्यो ठाउँमा झर भने त्यहाँ म भनिदिइहाल्छु नि घरमा ल जाउँ अनि यो चाहिँ हामीले यसपालि बनाएको काजु रेलिङहरू यो पहिले कच्ची मात्रै भएको थियो अब यो चाहिँ माथिसम्मै छ रेलिङ अब त सजिलो छ नि ल दाइ एकचोटि फेरि भनिदिन्छ ट्याक्क यहाँ तेह्रथुम जिल्लालाई गुराँसको राजधानी भनेर चिनिन्छ यो सबै गुराँसको बोट हो यहाँ तपाईँको चैत वैशाखमा
32 किसिमको लालीगुराँस पाइन्छ नेपालको राष्ट्रिय फुल लालीगुराँस यो चाहिँ त्यो फुलेको 32 थरीको हजुरहरू वैशाखमा आउनु पर्यो वैशाखमा 32 थरीको एकै ठाउँमा लालीगुराँस वैशाख महिनामा पाइन्छ अरे गाइस अहिले चाहिँ हामी यहाँ मङ्सिरमा आयो यहाँ त सर र पुरै ऊ हुन्छ होला है हिउँ पर्छ होला है चिसो लास्ती छ हौ गाइज यहाँबाट 14 वटा जिल्ला देखिन्छ त यहाँबाट चाहिँ गाइस अहिले चाहिँ दोस्रो ला क्लियर भएको अवस्था चाहिँ 14 वटा जिल्ला देखिन्छ अरे पुरै सेतो भन्दा नि क्लियर आयो भने चाहिँ कालो आयो नि त्यस्तो फरक पर्दैन मलाई होइन ताप्लेजुङ जिल्लामा गएर 5-6 घन्टा हिँड्नुपर्छ अरे त्यही हो मन्दिर देखिन्छ दामी देखेको कञ्चनजङ्घा आइयो यता होला यताबाट देखिन्न मोबाइल राम्रो छैन अब यहाँनिर हुन्छ त्यसको एक्सेस पानी चाहिँ हाम्रो पोखरीमा बस्छ अनि त्यो सुक्दैन जमाउने पनि हुन्छ मैले त्यसो वर्षमा राम्रो जमाउँछु त्यसो पनि हेरेर आएको अहिले देखिन्छ छेलो हानेको ढुङ्गा उयो सेतो छ नि टुप्पोमा त्यही हो छेलो हान्नु चौरे तर चौरे त चन्न लगमा यो ढुङ्गा चाहिँ पूर्वकालमा चाहिँ घर बनाउन ल्याएको ढुङ्गा घर बनाउने समयमा नपुगाएर यहीँबाट फालेर
फर्किएर गएको ठाउँ है गाइस। ल मेनसेम डाँडा यो चाहिँ पूर्व कालमा भगवान्ले छेल्लो हानेको ठाउँ है गाइस। छेल्लो हानेको ठाउँ अरे यो चाहिँ। बुढो बुढो मामा